एउटा सानो डिसिसनले हजुरहरूको पनि मेरो जस्तै लाइफ चेन्ज हुन सक्छ। आउनुहोस् आज म त्यसैको विषयमा कुरा गर्नेछु है त। हेलो एभ्रिवान, सलाम आलेकुम। मेरो नाम चाहिँ तारा विश्वकर्मा। म चाहिँ ओरिजिनली भुटानबाट र करेन्टली चाहिँ सिन्सिनिटीको ओहायोमा मेरो परिवारसँग बसोबासो गर्दै आएको चाहिँ 12 वर्षभन्दा बेसी भइसक्यो। म चाहिँ प्रोफेसनल वाइज एउटा फुड कम्पनीमा फुल टाइम काम गर्थेँ भने पार्ट टाइम केयर गिभर गर्दै यो एमेजिङ प्लेटफर्म अनलाइन बिजनेस चाहिँ रन गर्दै आएको चाहिँ 19 महिना पनि भइसक्यो। र मैले चाहिँ यो बिजनेस किन सुरु गरेको भने चाहिँ एक दिन चाहिँ अचानक मेरो काम स्लो भयो। स्लो हुँदा चाहिँ के गर्ने, कसो गर्ने, कसरी बिल पे गर्ने भनेर म एकदम आतुर भएँ। किनभने हाम्रो चाहिँ एउटा सानो नानी बाबु भएकोले हामी दुवैजना चाहिँ फुल टाइम काम गर्न सक्दिनँ थियौँ। मेरो हस्बेन्ड चाहिँ पार्ट टाइम उबर ड्राइभ मात्रै गर्नुहुन्थ्यो अनि हामीलाई चाहिँ त्यो इन्कमले नपुगेको कारणले मैले पार्ट टाइम केयर गिभर पनि धेरै खोजेँ, तर काम स्लो भएकोले मैले भेटिनँ। तर त्यही सिलसिलामा चाहिँ म र हस्बेन्ड सल्लाह गरेर एउटा कम्पनीमा काम रहेछ र उहाँलाई त्यो कम्पनीमा काम सुरु भयो। सुरु हुँदा चाहिँ उहाँले चाहिँ मर्निङको सिफ्ट, म चाहिँ नाइटको सिफ्ट, जुन म रेगुलर काम थियो त्यही काम गरिरहेको थियौँ। तर एक दिन चाहिँ मेरो हस्बेन्डको चाहिँ शरीर असुस्थ भयो। असुस्थ हुँदा चाहिँ एकदमभन्दा एकदम उहाँ चाहिँ डक्टरकोमा जानुपर्ने भयो अनि डक्टरकोमा जाँदा चाहिँ डक्टरको सल्लाह अनुसार चाहिँ उहाँ चाहिँ बेड रेस्टै गर्नुपर्ने भयो। अनि त्यतिखेर चाहिँ अझै म आतुर भएँ अनि पार्ट टाइम केयर गिभर खोजिरहेको थिएँ। मैले त्यो पनि पाएँ, तर मान्छेको शरीर त हो, मलाई चाहिँ एकदमभन्दा एकदम थकितपन हुन थाल्यो। मेरो आफ्नो लागि पनि टाइम नहुने, बेड रेस्ट गर्नुभएको हस्बेन्डलाई पनि टाइम दिनु नपाउने, मेरो नानी बाबुसँग पनि टाइम इन्जोय गर्न नपाउने, स्पेन्ड गर्न नपाउने। तर अनि त्यही सिलसिलामा चाहिँ अब के गर्ने, कसो गर्ने भनेर चाहिँ मैले घरैमा बसी बसी केही गर्न पाए हुन्थ्यो अनि मैले मेरो परिवारको पनि ख्याल राख्न सक्थेँ भनेर चाहिँ म एकदमभन्दा एकदम अचिन्तित भएर चाहिँ यस्तो केही खोजिरहेको थिएँ। खोज्ने क्रममा चाहिँ जसरी तपाईँहरूले मलाई हेरिरहनु भएको छ त्यसरी नै मैले पनि फेसबुक स्क्रोल गर्ने टाइममा चाहिँ एक दिन चाहिँ एकजना सिसको भिडियो एड देखेँ। देख्दाखेरि चाहिँ उहाँले चाहिँ यही बिजनेसको विषयमा कुरा गरिरहनु भएको थियो। यो बिजनेस गर्नको लागि चाहिँ हामी ट्याक्स एबी हुनुपर्ने रहेनछ। सरल इङ्ग्लिस छ भने चाहिँ हामीले यो बिजनेस सजिलैसँग रन गर्न सकिने रहेछ अनि यो बिजनेस चाहिँ आफ्नो ओन स्केड्युलमा पनि रन गर्न सकिने रहेछ। हामीसँग यदि स्मार्टफोन, ल्यापटप र इन्टरनेट एक्सेस छ भने संसारको जुनसुकै कुनाबाट पनि यो बिजनेस चाहिँ रन गर्न सकिँदो रहेछ। अनि यो बिजनेस चाहिँ 100% लिगल र वर्षको अन्तिममा ट्याक्स फाइल पनि हुँदो रहेछ। अनि अहिले चाहिँ मैले सोचिरहेको थिएँ एउटा पार्ट टाइम कामलाई चाहिँ क्विट गर्न पाए हुन्थ्यो भनेर, तर मैले चाहिँ पर्सनल ग्रोथ साथसाथै 10 महिनाभित्रमा चाहिँ फुल टाइम कामलाई क्विट गरेर चाहिँ अहिले चाहिँ हप्ताको